ज्ञानप्रदीप पुरा तद्रूपेण च नारदाय मुनये कृष्णाय तद्रूपेण योगीन्द्राय तदात्मनाथ भगवद्राताय कारुण्यतः तत्शुद्धं विमलं विशोकममृतं सत्यं परं धीमहि नमस्तस्मै भगवते वासुदेवाय वेदसे यैदमुखिव्याकस्मै व्यासचक्षुर्नमस्ते योगीन्द्राय नमस्तस्मै शुकाय ब्रह्मरूपिणे संसार सार सर्वं विष्णुरात्ममवच भवे भवे यथा भक्तिपादयस्तव जायते तथा कुरुष्व देवेश नाथस्त्वं नो यतः प्रभो नाम संकीर्तनं यस्य सर्वपापप्रणाशनं प्रणामो दुःखशमनस्तं नमामि हरिं परं नाम संकीर्तनं यस्य सर्वपापप्रणाशनं प्रणामो दुःखशमनस्तं नमामि हरिं परं सच्चिदानंद भगवान को आनंद कंद भगवान को राधिका नाथ भगवान को देवकी नंदन भगवान को यथा दीतम यथा मति श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव हे नाथ नारायण वासुदेव हे लक्ष्मी नारायण वासुदेव हे नाथ नारायण वासुदेव हे लक्ष्मी नारायण वासुदेव श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव श्री कृष्ण गोविंद हरे मुरारे हे नाथ नारायण वासुदेव सच्चिदानंद भगवान को श्रीमद्भागवत महापुराण को सुखदेव स्वामी को परीक्षित जी महाराज को डमरू बजाई रहे शंकर भगवान को जय जय श्री राधे। कोयम द्वारि हरि प्रयायुपवनम शाखा मृगस्यात्र किम कृष्णोऽहं दयिते बिभेमि सुतरां कृष्णादहं वानरात् राधेऽहं मधुसूदनो व्रजलतां तामेहि पुष्पान्विताम् इत्थं निर्वचने ऋणो सदयितां ऋणो हरि पातु वः। सच्चिदानंद भगवान को एक दिन को कुरा हो भगवान नित्य निकुञ्जबाट रासलीलाबाट छिटै आइहाल्नु भयो है। नित्य निकुञ्जमा चाहिँ नि रास सकियो, नुहाई धुवाई गर्ने कार्यक्रम सकियो, आनन्दसँग भगवान चाहिँ नि योगीजनहरूले जन्म जन्मान्तरदेखि कुरेर आएको मनोरथ पूर्ण गराइदिनु भयो र भगवान चाहिँ नि आइपुग्नु भयो। राधिकाजी पहिल्यै आइपुग्नु भएको छ, घरमा दैलो थुनेर बसिहाल्नु भएको छ छ्याप्प लाएर। जसरी भक्तका हृदयमा अब भगवानको भागवतको कथा सुन्छु भन्ने बित्तिकै भगवानले हृदय कमलको द्वार यसरी झ्याप्प बन्द गरेर बस्नुहुन्छ, त्यसै गरी चाहिँ नि राधिकाजी ढोका बन्द गरेर बस्नु भएको छ। भगवान श्रीकृष्ण आउँदा ढिलो भएछ। अब सबैजनासँग भेटघाट गर्दै गर्दै आउँदाखेरि त ढिलो भइहाल्छ। हाम्रो नि त त्यस्तै हो नि, घरमा बित्या हुन्छ, आमाहरू चाँडै घर आउनुहुन्छ, बाहरू चाहिँ यसो के छ है सबै ठिक छ नि, तेरो के छ भन्छ, मेरो त गजब छ, गफ गर्दा गर्दै ढिलो भइहाल्छ। भगवान कृष्णलाई ढिलो भयो। ढिलो भएपछि चाहिँ नि आइपुग्नु भयो। आइपुगेपछि अनि द्वारमा आएर चाहिँ यसरी गरेर ढोकढक्याउनु भयो। कोयम द्वारी भनेर भित्रबाट राधिकाले भन्छन्। यताबाट राधिकाले देखाएको छैन, यताबाट कृष्णले देखाएको छैन। राधिकालाई झोक उठेछ क्या। झोक उठेपछि उहाँले के गर्नुभयो, को दैलामा भनेर सोध्नुभयो। भगवानले भन्नुभयो म हरि भन्नुभयो। द्वारी हरि, म हरि हुँ भन्नुभयो भगवानले बाहिरैबाट।
अनि हरि शब्दको अर्थ के हुन्छ भने बाँदर भन्ने पनि हुन्छ क्या। विभेमी सुतराम, मलाई त बेसकरी डर लाग्छ भन्नुहुन्छ भित्रबाट राधिकाले। बाँदरसँग त मलाई डर लाग्छ। एक त यो वृन्दावनको निकुञ्जमा जङ्गलै जङ्गल छ, त्यसै पनि डर लाग्छ। बाँदर आएको हो भनेदेखि त मलाई औधी डर लाग्छ भन्नुभयो। अनि भगवानले भन्नुहुन्छ हे दैते कृष्णोहम भन्नुभयो क्या। हे प्राण प्यारी म चाहिँ कृष्ण हुँ भन्नुभयो। राधिकाले के सोच्नुभयो भने कृष्ण भनेपछि त कालो भनेर बुझिन्छ। कर्षयति इति कृष्ण, जसले चित्तलाई आकृष्ट गरेर तानिराख्छ त्यसको नाम चाहिँ नि कृष्ण हो है। अब राधिकाले भन्ठान्नुभयो कालो बाँदरमाथि नि कालो बाँदर भए त विभेमी सुतराम, मलाई त झन् झन् डर लाग्छ। कृष्णादहम बानरात, कालो बाँदरदेखि त मलाई उल्कै डर लाग्छ। प्रयाही उपवनम, तिमी चाहिँ नि वन उपवनमा जाऊ, त्यहीँका फलफुल खाऊ। शाखा मृग स्यात्र किम, बाँदरको शाखा मृग भनेको डाली डालीमा चढेर हिँड्ने क्या। एउटा हाँगोपछि अर्को हाँगो, अर्को हाँगोपछि अर्को हाँगो गरेर हिँड्ने, त्यो बाँदरलाई शाखा मृग भन्छन् क्या। शाखा शाखामा डुल्दै हिँड्ने। अनि भगवानले भन्नुभयो हेर प्राण प्यारी दैते भनेको हे प्रिय राधिके, म त के हो मधुसूदन, मलाई भक्तहरूले मधुसूदन भनेर बोलाउँछन्। मेरो नाम मधुसूदन हो भन्नुभयो। मधु कसले चोर्छ त? मौरीले। मह चोर्ने त मौरी हुन्छ। मौरीको पनि यहाँ काम छैन। मौरीको पनि यहाँ काम छैन। तामे हि ब्रजलताम तामे हि पुष्पान्विताम, ब्रजका लतापतामा जाऊ, त्यहाँ गएर चाहिँ नि पुष्प चयन गरेर रसको पान गर भन्नुभयो। अब भगवान निरुत्तर हुनुभयो। यस्तो निरुत्तर हुनुभएका लज्जित भगवान हरिले हामी सबै कथा सुन्ने कथा भन्ने गुरु हाम्रो नारायण सबैको चाहिँ नि रक्षा गर्नुहोस्। अब यो चाहिँ नि अगाडिका अध्यायमा यो यम ब्रह्मा वरुणेन्द्र रुद्र मरुत, यसको अर्थ के छ भनेदेखि जुन भगवानलाई कसले उपासना गर्छन् त भनेदेखि ब्रह्मा, रुद्र 11वटा छन् है, वरुण, इन्द्र, मरुत भनेको 49वटा छन्। यिनले चाहिँ दिव्यस्तवैस्तुन्वन्ति, दिव्य स्तोत्रहरूद्वारा भगवानलाई खुसी गर्छन्, खुसी पार्ने काम गर्छन्। के पढ्छन् त तिनीहरूले भने हामीले जस्तै पढ्ने हो क्या। पढ्न चाहिँ वेदका मन्त्र पढ्छन्। यो इतिहास पुराणानि पञ्चम वेद उच्चते, यो पनि 5औं वेद हो पुराण पनि। अनि अङ्ग पदै भनेको हुन्छ नि अङ्ग, वेदका अङ्गहरू ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, भागवत पुराण भने जस्तै अरू पुराणहरू, उपपुराणहरू, षडशास्त्र, धर्म, दर्शन आदिद्वारा। अनि सामगा भनेको सामवेदको गायन गर्नेहरू। सामवेदको गायन देवताले किन गर्छन् भनेदेखि भगवानले आफ्नो विभूति वर्णनमा भन्नुभएको छ क्या, वेदानाम सामवेदोस्मि, वेदहरूमा म सामवेद हुँ। तर हाम्रो चलन चाहिँ के छ, यजुर्वेद मात्रै पाठ गरिन्छ। सामवेदको पाठ गर्ने चलन चाहिँ हरिओम तत्सत् चलनै छैन। गायन्ति यम सामगा, सामवेदद्वारा गायन गरेर चाहिँ नि अनि के गर्नुहुन्छ त भगवानलाई अरूले पनि ध्यान गर्छन्। कसले त भन्दा योगीहरूले के गर्छन्, ध्यान अवस्थित तद्गतेन मनसा, मनबाट हेर्छन् भगवानलाई, आँखा खोलेर हेर्दैनन्। ध्यान अवस्थित तद्गतेन मनसा पश्यन्ति यम योगिनो यस्याम तम न विदु सुरासुरगणा देवाय तस्मै नमः। आजसम्म त्यो भगवानलाई कसैले पनि नविदु भनेको जान्नै सकेका छैन। भेट्टाउन त परै जाओस्। मैले भगवान भेटेँ भन्ने मान्छे म यत्रो हुँदासम्म भेट्टाएको छैन। यस्यान्तम न विदु, त्यसको अन्त्य सुरुमै भेट्टाएको छैन, अन्त्य त कसैले जान्न पनि जान्दैन। सच्चिदानन्द भगवानको देवाय तस्मै नमः। यस्तो भगवानलाई नमस्कार गर्ने है। भगवानलाई नमस्कार गरेपछि के हुन्छ भने प्रणामो दुःख शमन, सबै दुःखको शमन भएर जान्छ। भेलबाडी आएर साम्य भइसकेको नदी जस्तो हुन्छ क्या मनको अवस्था त हो नि सुख र दुःख। प्रणामो दुःख शमन स्तम नमामि हरिम परम।
अब भगवानले चाहिँ नि समुद्र मन्थनको कथा त गुरुदेवले भनिहाल्नुभयो। समुद्र मन्थन गर्दाखेरि के भयो भने भगवानले रूप लिनुभयो, धारण गर्नुभयो धेरैवटा अवतार। त्यसमा एउटा कश्यप अवतार लिनुभयो। कछुवा अवतार धारण गर्दाखेरि भगवानलाई चाहिँ नि मन्दराचलको पर्वतको मुनि ल्याएर यसरी राख्थे। अगाडिबाट चाहिँ नि देवताले, पछाडिबाट चाहिँ नि दानवले गरेर चाहिँ नि मथे क्या। त्यसरी मत्दाखेरि चाहिँ नि त्यो घुमे यसरी। अनि भगवानलाई चाहिँ पिठ्यौमा कनाको जस्तो आनन्द आयो क्या। पृष्ठे भ्राम्यत मन्द मन्दरगिरी ग्रावाग्र कण्डूयनाम निद्रालो कमठा कृतेर भगवत श्वासा निला पान्तुभ। त्यति बेला भगवानलाई चाहिँ बडा आनन्द आयो अरे क्या। अलिअलि निद्रा आउला 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 जस्तो आनन्द, धेरै आनन्द आए चाहिँ के हुन्छ, अलिअलि झकाइन्छ नि हामी पनि। हो त्यस्तै न निद्रा न तन्द्राको अवस्थामा आइपुग्नु भयो भगवान। यस्तो भगवानले चाहिँ आनन्दको श्वास फेर्नु भयो अरे क्या समुद्रभित्र। मन्दराचल डुब्छ भनेर भगवान मुनि बस्नुभयो। अनि माथिपट्टिबाट चाहिँ नि त्यो मन्दराचल पर्वतलाई चाहिँ नि घुमाइदिए देवता र दानवले मिलेर। त्यो मिलाइसके पछाडि चाहिँ भगवानलाई बडा आनन्द आयो। लामो सास फेर्नु भयो। जुन सास फेरेको गति अहिले पनि विश्राम लिएको छैन समुद्रले। भगवानले चाहिँ नि सास फेर्दाखेरि चाहिँ नि समुद्रले छाल पर फ्यालिदिन्छ। भगवानले सास तान्दाखेरि चाहिँ नि त्यो सास फेरि समुद्रभित्रै आइपुग्छ र छालको रूपमा तरङ्गित भएर चाहिँ नि रहन्छ। कहिलेकाहीँ ठुल्ठुलो सास फेर्नुहुन्छ होला, त्यही भएर सुनामी नै आउँछ। हामी पनि कहिलेकाहीँ गर्छौँ नि, खुइयो गर्छौँ, त्यस्तै होला क्या। सुनामी आउँछ, त्यसपछि चाहिँ कसैले सहन गर्न सक्दैन। त्यसैले भगवानलाई चाहिँ नि प्रसन्न बनाउनु पर्छ। हामी सगुणका उपासक के, हामीलाई निर्गुणसँग कुनै मतलबै छैन। हामीलाई मुरली लिने कृष्ण चाहिन्छ, माखन चोर्ने कृष्ण चाहिन्छ, राधिकासँग हिँड्ने कृष्ण चाहिन्छ, निकुञ्जमा गोपिनीहरूसँग रासविलास गर्ने कृष्ण चाहिन्छ। हामी निर्गुणको उपासना हामी गर्नै सक्दैनौँ। निर्गुण त हामीले चाहिँ चिन्तनै गर्न सक्दैनौँ। निर्गुणतिर गइसके पछाडि त शून्यमा पुग्ने हो। शून्यमा पुगिसकेपछि त बिलाउँछ, धर्म बिलाउँछ, कर्म बिलाउँछ, यस्तो सप्ताह लगाउने बिलाउँछ। शून्य मात्रै पर्छ। कहाँ लाउँछ त्यहाँ शून्य मात्रै जाने हो, घरमा लाउन सकिन्न। त्यो शून्यको अवस्थामा गएपछि चाहिँ नि प्रभुमा लीन हुने बाटोतिर गइन्छ। त्यसरी चाहिँ नि अब पुराणको सङ्ख्याको बारेमा यसमा 18वटा पुराणको बारेमा विशेष गरेर बताइएको छ। सुरुमा चाहिँ नि अब यसको सङ्ख्या कति छ भन्ने कुरो चाहिँ नि बताउनु भएको छ। ब्रह्म पुराण भन्ने रहेछ, त्यो 10,000 रहेछ। पद्म पुराण भन्ने रहेछ, त्यो चाहिँ नि 55 छ। 55 भने कति भयो? 5 भनेको 5 भयो, 59। अब तिल चढाइहाल्ने त हो नि। त्यसपछि गएर वैष्णव, श्री वैष्णव भनेको विष्णु पुराण छ, त्यो 23,000 छ। चतुर्विंशति शैवकम। अनि शिव पुराण छ, त्यसको सङ्ख्या कति छ भने 24,000 छ। दशाष्टौ श्री भागवत, यो हामीले अहिले पार गरेको यसको सङ्ख्या कति छ भागवतको भने 10 अष्टौ भनेको 18वटा छ। नारदम पञ्चविंशति, नारद पुराण चाहिँ नि 25 अध्याय छ। मार्कण्डेय पुराण चाहिँ नि 9 छ। अग्नि पुराण 10 पंच भने 15,000 छ। अनि चतुर्दश भविष्यम छ। भविष्य पुराण चाहिँ नि 14 छ। पञ्चशतानि छ। पञ्चशतानि छ भने भविष्य तथा पञ्चशतानि छ। 7 भने त 100 भयो। त्यति चाहिँ नि लिङ्ग पुराण चाहिँ नि 10,000 छ। ब्रह्म वैवर्त फेरि 18 छ। 24,000 वराह पुराण रहेको छ। 81,000 चाहिँ स्कन्द पुराण छ। यो चाहिँ मैले पनि भनेको छु। 81 सहस्रकम, 81,000 चाहिँ नि भागवत 18,000 मात्र छ। स्कन्द पुराण त 81, झन्डै 4 गुणा ठुलो छ। अलिकति फरक भयो। स्कन्द भन्ने चाहिँ कुमार कार्तिकेय भयो, त्यो मैलोको थुप्रोबाट जन्मेको कुमार भयो। त्यसको दाजु कुमार भए, जसले तारकासुरलाई अस्ति माघमा चाहिँ नि परमधाम पुर्याए हो। तिनले चाहिँ नि यस्तो हो, त्यसको कथा के छ भने 2 जना गणेश र कुमारलाई चाहिँ नि ल परिक्रमा गरेर आउनु भनेर पठाउनु भयो। अब गणेशजी बाठो भइहाल्नु भयो, मुसोले चाहिँ नि बुद्धि सिकाइहाल्यो। कुमारजी चाहिँ नि बाठो हुनुहुन्न थियो, उहाँ चाहिँ नि मयूरमाथि चढेर जानुभयो।
गणेशजी त बाटो महादेव र पार्वतीलाई चाहिँ नि धूप लिनुभयो, यसो बत्ती बाल्नुभयो, अनि मुसमाथि चढ्नुभयो। प्रभु हजुर तमेव सर्वम मम देव देव, हजुर त मेरो सबै कुरो चाहिँ नि हुनुहुन्छ, हे देवता हो। हजुरहरूभित्रै यो सारा ब्रह्माण्ड रहेको छ। त्यसो भएको हुनाले म अब हजुरको भित्र चाहिँ नि ब्रह्माण्ड भएको हुनाले म त अन्त घुम्न गइन, म त हजुरहरू दुईजनालाई घुम्छु भनेर शिव र पार्वतीलाई घुमे कैलाशमा। वरदान पाइहाले। कुमारजी चाहिँ नि घुम्न भनेर निस्किनु भयो। जहाँ जहाँ कुमारजी पुग्नु भयो त्यो त्यो स्थानको वर्णनको बारेमा अगस्त्य मुनिलाई चाहिँ नि बताएको हुनाले स्कन्द पुराणमा चाहिँ नि कुमार अगस्त्य संवादे भन्ने आउँछ है। कुमारले अगस्त्य मुनिलाई बताएको जुन पुराण थियो स्वस्तानी पनि त्यही भित्र आउँछ, सत्यनारायण कथा पनि त्यही भित्र आउँछ। यसरी चाहिँ स्कन्द पुराण चाहिँ नि 81,000 रहेको छ। अब वामनम दशकीर्तम वामन पुराण चाहिँ नि 10,000 मात्रै रहेको छ। कुर्म पुराण 17, मत्स्य पुराण 14,000। यस्तै किसिमले चाहिँ नि पुराणको संख्या रहेको छ। अब 19,000 चाहिँ नि गरुड पुराण छ। यसरी चाहिँ नि 18 पुराण जुन श्रीमद् भागवत छ यो चाहिँ नि साक्षात भगवान नै हो, यसमा कुनै शंकै छैन। यो भागवत भनेको के हो त भने सर्व वेदान्त सारम हि श्री भागवत मिश्यते। सच्चिदानन्द भगवानको हल्ला जति गंगामा गए। यो श्रीमद् भागवत भनेको कस्तो पुराण हो भनेदेखि यो साक्षात हरिको परम स्वरूप रहेको छ। सबै वेदान्त र इतिहासको सार रहेको छ। कस्तो त भनेदेखि निम्न गानाम यथा गंगा। गंगाजी कहिले मास्तिर बगेर देखिन्छ त? देखिँदैन हो। तलतिर बगेर जाने गंगाजी हुन्छन्, वैष्णवमा शिवजी हुन्छन्, भगवान देवानाम अच्युत यथा देवतामा चाहिँ नि अच्युत भगवान हुनुहुन्छ। यो वैष्णवहरूमा भगवान शंकर र पुराणमा चाहिँ नि यो वैष्णवहरूमा शम्भु भने जस्तै पुराणहरूमा चाहिँ यो श्रीमद् भागवत मिश्यते। जसरी क्षेत्रहरूमा काशी ठुलो रहेको छ त्यसै गरी पुराणहरूमा श्रीमद् भागवत नै ठुलो हो। यो वैष्णवहरूको धन हो। अब यो अर्काको धन सम्पत्ति होइन। यो कसको सम्पत्ति? यो चाहिँ नि वैष्णवको सम्पत्ति। यो अर्काले लिनु पाउँदैन। हुन्छ नि माताजीहरूले नि आफ्नो पेवा दिनुहुन्न नि, यो त मलाई माइतीले दिएको भन्नुहुन्छ नि। हो यो भगवान विष्णुले नारदलाई दिनुभयो, सनकादिकलाई दिनुभयो, हंसादि मुनिहरूलाई दिनुभयो। अनि त्यसपछि बल्ल बल्ल सुखदेव स्वामीले पाउनुभयो। व्यासको माध्यमबाट, सुखदेवको माध्यमबाट आज यो सारा जगतले पायो। त्यसैले यो चाहिँ नि शेष सनकादि परम्परा हुँदै हुँदै चाहिँ नि वैष्णवहरूको मात्रै सम्पत्ति हो यो। यद वैष्णवानाम धनम। अब यसलाई चाहिँ नि के गर्नुपर्छ त भन्दा पहिला श्रृणुवन सुन्नुपर्छ। यो भागवतलाई के गर्नुपर्छ? श्रृणुवन सुन्नुपर्छ। अनि के गर्ने त? विचारण परो 3 चोटि आवृत्ति गर्नुपर्छ। मैले के सुनेको थिएँ त्यो बेला बेलामा आवृत्ति गर्नुपर्छ। विचारण पर्यो। मैले 7 दिनसम्म बसेर के सुनि त? आँखा चिम्लेर ढाड कम्बर गर्दन सोझो बनाएर मैले पहिलो दिन यो सुनि, दोस्रो दिन यो सुनि, तेस्रो दिन यो सुनि, चौथो दिन यो सुनि, पाँचौं दिन यो सुनि, छैटौं दिन यो सुनि, सातौं दिन यो सुनि भनेर ओम नमो भगवते स्तुभ्यम वासुदेवाय धीमहि प्रद्युम्नाय अनिरुद्धाय नमः संकर्षणाय च भन्ने मन्त्र मनले जप्दै 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 सम्झिँदै गएपछि अनि अन्तिममा परम पद प्राप्त गर्ने भगवान श्रीकृष्णको चरण कमलको ध्यान गर्ने, चरण कमलदेखि शिरसम्मको ध्यान गर्ने। यसरी चाहिँ नि मुक्तिको बाटो पनि अतल वितल सुतल रसातल महातल पातल हुँदै हुँदै माथि गएर जान्छ। नमस्तस्मै भगवते वासुदेवाय वेदसे वासुदेवाय साक्षिणे यैदं कृपया कस्मै व्याचक्षेम मुक्षवे योगेन्द्राय नमस्तस्मै सुखाय ब्रह्मरूपिणे संसार सर्वतर्पं च विष्णुरातमम मुचत। भागवतमा दुईटा छन् क्या, एउटा ब्रह्मराज छन्, एउटा विष्णुराज छन्। ब्रह्मराज भनेको ब्रह्मर्षि सुखदेव स्वामी, विष्णुराज भनेको चाहिँ नि
परीक्षितजी महाराज गर्भमा बसेको बेलामा चाहिँ नि परीक्षाले भगवानले रक्षा गर्नुभयो। चारैतिरबाट ब्रह्मास्त्रले यसलाई भेटाउँछ भनेर रक्षा गर्नको लागि शङ्खचक्र गदा पद्म लिएर चाहिँ नि गर्भको वरिपरि वरिपरि घुम्दै जानुभएको थियो। गर्भैदेखि देखेको भगवान बाहिर आएपछि यो मान्छेहरूमा कुन चाहिँमा भगवानको बास छ भनेर परीक्षा लिएको हुनाले परीक्षित भनेर राखे। विष्णु भगवानले रात भनेको रक्षा गर्नुभएको हुनाले उहाँको नाम विष्णुरात भयो। ब्रह्मले चाहिँ नि रक्षा गरेको हुनाले चाहिँ नि ब्रह्मरात भन्नुभयो। शिवजीले चाहिँ नि बाणले त्रिशूल लिएर लखाट्नु भएको थियो। सुकदेव त सुगाको बच्चो अमर कथा सुनेको थियो, अब यसलाई मार्न सकिन्न भनेर चाहिँ नि व्यासको गुफामा गएर बसेको। व्यासजीको मुखभित्र ओम नमः शिवाय भन्दा ख्वाप्ल्याक्क बसेर बसेको हुनाले भित्र गएको चिज त मर्छ नि। तर सुकदेव स्वामी बाँच्नुभयो। 12 वर्ष माताको कोखभित्र गएर बस्नुभयो। माताको कोखभित्र रक्षा कसले गर्यो त होइन, ब्रह्मले गर्यो। त्यो ब्रह्मले रक्षा गरेको हुनाले उसलाई विष्णुले रक्षा गरेको हुनाले यी दुईटाको संयोग भयो। यो दुईटाको संयोग हुने बित्तिकै एउटाले कथा सुन्यो, अर्कोले कथा सुनायो। यसरी चाहिँ नि दुवै मोक्षधाममा गए। भगवानको नाम संकीर्तन जसले गर्छ त्यसका सम्पूर्ण पापहरू नाश हुन्छ। भगवानलाई सधैँभरि प्रणाम जसले गर्छ त्यसको सम्पूर्ण दुःख हरण हुन्छ। भन्दै 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 आज यो श्रीमद् भागवत महापुराणको 7औं दिवसीय सत्रमा अब हामी तिल चढाउन गइरहेका छौँ। तिल चढाएर ओम नमो भगवते वासुदेवाय भन्ने मन्त्रलाई मुखका बीचमा राखेर हरिलाई हृदय कमलका बीचमा धारण गरेर तिल चढाइबस्नु हुनेछ। भन्दै 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 यो दुई शब्दलाई यहाँ विश्राम गर्छु। हरि ओम तत्सत्। सच्चिदानन्द